नमस्ते गुड मर्निङ एभ्रीबडी वेलकम ब्याक माई युट्युब च्यानल आयो बजार सजेसन आफ्टर लङ टाइमपछि भ्लग बनाउँदैछु सो हामी चाहिँ आज कहाँहरू गयो स्कन्दरी पुत्री भनेर त्यहाँ जानु लाग्यो सबै केटा रेडी भइसक्यो लगाएर केही बनायो केटाहरू जानु छ बनाउनु छ इतिहास रोक्नु छ भन्ने यस्तो दिन गइहाल्यो अब के गर्नु होइन अब जाने हो टक्क हान्ने हो मिलाएर चट्ट हेर्दै जाऊँ अगाडि भिडियोमा के हुन्छ के हुँदैन सो गाइस हामी चाहिँ रेडी भइसक्यो लोगो लगाएर सो अब हामी चाहिँ बेलासम्म जान्छौँ सबै भेला हुन्छौँ ग्र्याब बुक गर्छ अनि त्यसपछि हाम्रो यात्रा सुरु हुन्छ चस्मा लगाएर केटाहरू यार आप के हो पुगेन यता यता भ्लग अब हेर यहाँ पर्फ्युम लाउँदैछ हेर आफ्नै पारामा छ सबै यार यता 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 हामी चाहिँ अब रेडी हुँदैछौँ अब बेलासम्म गएर ग्र्याब बुक गर्छु के भन् यो चाहिँ नमस्ते बाइकहरू के खानु जाँदैन ल छिटो 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 ल हामी चाहिँ रेडी भइसक्यो अब तल जाँदैछौँ तल बोका साथीहरू गनाइरहेको होला यतिखेर केटाहरूलाई भेट्नु जाँदैछु बोगाहरू सबै रेडी भइसक्यो सो गाइस अब रोड क्रस गर्नु पऱ्यो केटाहरू सबै रेडी भइसक्यो मेरो म चाहिँ यहाँ माइक टेस्ट गर्दैछु सबै यहाँ रेडी भइसक्यो हामी चाहिँ रेडी भइसक्यो तिम्रो पालो हो यार मेरो पालो त बिस्तारै आउँछ सबै रेडी भइसक्यो सो गाइस केटाहरू सबै रेडी भइसक्यो अब चाहिँ भिडियो गर्नु ठिक्क भयो कि यो चाहिँ हाम्रै बेर छ यता लागेको छ पुलिस आउँछ होला त्यहाँ सबैजना रेडी भइसक्यो यो चाहिँ अहिले मोटर बाइक चलाउने हो त्यही भएर राखेको आधी दिन गइसक्यो पानी पऱ्यो हामी चाहिँ अब निक्लिएको थियो ग्र्याबमा चढेर अब पानी पऱ्यो पानी पऱ्यो केटाहरू चाहिँ गइसक्यो अब केटाहरू भेट्नु जान्छ अब आज त पुरै रोड खाली छ है खाली खाली यता अगाडि म चाहिँ यता पछाडि भ्लग बनाउँदैछु अब चाहिँ हामी जाममा पऱ्यो सो गाइस अब चाहिँ पुग्नुलाई होला तर 1 बजेर 2-3 मिनटमा चाहिँ पुग्छ होला अब फेरि जाममा पऱ्यो केटाहरू पनि अगाडि पछाडि छ घरहरू चाहिँ आउँदैछ होला पछाडि र हामी चाहिँ पुग्नु लाग्यो पुरै जङ्गल घुमिँदैछ तर अस्ति फरेस्ट सिटीमा चाहिँ कस्तो थियो भने तपाईँ गयो पुरै जङ्गल कि घर माथि टपसम्म रुखहरू थियो यत्रो अब हामी चाहिँ पुग्नु लाग्यो क्र्याब जाममा भयो हामी गएको दोर्जे अझ राजन विकास हामी 4 जना गयो उनीहरूले मलाई बोलायो त्यही भएर गयो सो गाइस हामी चाहिँ त्यहाँ फरेस्ट सिटी पनि गयो फरेस्ट सिटी नै यस्तो राम्रो छ तर त्यहाँ चाहिँ बिच छ अब घामले चाहिँ छिटो डढ्छ कि जस्तो सो अब यहाँ पानी परेन भने आज बब्बल एकदम बब्बल गर्नुपर्छ गाइस सो तपाईँहरू पनि आउनु सक्नुहुन्छ म लोकेसन राखिदिन्छु डिस्क्रिप्सनमा सो यहाँ मलेसियामा जोरबारमा हुनुभएको सम्पूर्ण नेपाली दाजुभाइहरू दिदीबहिनीहरू आउनु सक्नुहुन्छ सबैजनाले मेरो पेजलाई फलो लाइक सब्सक्राइब सेयर गरिदिनु होला सो तपाईँहरूलाई राम्रो मिठो ठाउँ देखाउन चाहन्छु सो अब पछि भेटौँला सो गाइस फाइनली हामी चाहिँ आइपुग्यो है अशोक र म विश्वास केटाहरू यता छ अलि ढिलो आएको भए म यस्तो धोबी हान्थेँ यहाँ त्यो 2टा सिग्नलले टपेको त हो 2टा सिग्नलले जित्यो कि आफूहरूले कस्तो कुन खेल्थ्यो गाइस यस्तो दामी रहेछ ठाउँ बहिनी जहिले कुद्ने रे
बहिनी जोइसँग आउँछ त्यहीँ के गइरहेको छु सो गाइज गलेको फेभरेट चिल्ड्रेन यो हामी चाहिँ आइसक्यो म पनि छु है म पनि छु त्यही भने नमस्कार सो गाइज हामी चाहिँ आइपुगिसक्यो सबैजना छ यता फोटो खिच्ने यहाँ के फोटो खिच्ने बाहिर जाऊ न यहीँ मात्रै किन बस्छ सो गाइज नेपालमा चाहिँ करेन्टवाला हुन्थ्यो यो यस्तो दामी छ क्या दामी केही यो अब यो चाहिँ स्टार्ट गर्नु लाग्यो ठुलो मान्छेलाई यो सानो मान्छेलाई ऊ त्यो हुन्छ यहाँ छिटो हामी बाइक चलाउनु जाउँ कि त्यो बुढाबुढीहरू आउँछ मान्छे चाहिँ खेल्नु लागेको छ यहाँ हामी चाहिँ यहाँ बसेको छ अब बाइक राइड गर्नु यो भिडियो हुन्छ केटाहरू यता छ सबैजना यहाँ आउनु होला खेल्नुलाई तपाईँहरू पनि खेल्नु चाहनुहुन्छ भने हो यसको चलन सो गाइज हामी चाहिँ अब यतातिर हेर्नु जान्छु यस्तो दामी छ सबैजना छ यहाँ यहीँ होला कस्तो गर्ने क्लास लिने रहेछ सो गाइज हामी चाहिँ अलि उतातिर जाँदैछु फोटो सुट गर्न यता हेर्नु त फेस देखिन्छ आइफोनमा सो गाइज यता मामा आज हिरो छ यार माइजो फेरि 10वटा होला नि त 12वटा केटा मान्छेको जिन्दगीमा 12-13वटा हुन्छ अरे हुन्छ त्यही हो त्यस्तै हुँदा सो गाइज अब हामी चाहिँ त्यहाँ इट लेतर ला भोग लाग्यो हुँदै थियो सो यो चाहिँ ग्यारेज रहेछ यिनीहरूको एक फोटो खिचो भाइ अच्छा देख रहा है ना हम ऐसा ही है भाई हम ऐसा ही तो है हो गया सो गाइज हामी चाहिँ यसो हेर्नु लागेको हो यता चाहिँ अब चाहिँ हामीले रेडी भइसक्यो ग्लभ्सहरू लगाइसक्यो अब बाइक चलाउनु जाँदैछु हेलो एभ्रिवान सो टुडे वी अल इन्जोय हियर सब फिलिपिन्स हो केटाहरू कहाँ गयो छिटो देखो न गाइस एमाल मुजी मुर्दाबाद सो गाइस हामी चाहिँ अब जाँदैछु अब तल अब गएर अब राइड गर्नु पर्यो अनि सबैजना रेडी भइसकेको छ यही रहेछ कि 180को ए के अरे 50 रुपियाँको 50 रुपियाँको यही रहेछ कि त्यो उयो 250 तर योभन्दा त्यो चाहिँ पुग्छ फेरि यो चिज हो कि त्यस्तो बढाउने होइन नि त्यही त त्यो यो चिज हो भने पुग्छ गाइस पानी पर्यो Right, this one. This one is for riding. ल गाइस केटाहरू सबै रेडी भइसक्यो यता पछाडि पनि छ हाम्रो दुलाई साहब यता के भन्नु के भन्नु यार पुरानो भइसक्यो यिनले यार दुलै साहब भन्छन् लगभग होइन 1 वर्षसम्म यिनले भन्नेवाला छन् जब तसम्म यिनले बिहा गर्दैन तब तसम्म भन्नेवाला छन् मलाई थाहा भइसक्यो obviously भनिहाल्छु नि थ्याङ्क यू भेरी मच कति कस्तो लागिरहेको छ this one also right because you see also can video this one This one also can make accident. के भन ल सम्झी भिडियो के बोल्छ बस ल ठिक छ नि एकदम मजा आइरहेछ त्यो भन्दा ऊ त्यो चाहिँ मजा आउँछ कि त्यो अलि ठुलो छ ठ्याक्क त्यो के अरे 250 अनि के अरे फरेस्ट सिटीमा ठ्याक्कै त्यत्रो छ कम 40-45 को स्पिडमा कुद्छ
कुद्नु त कुद्छ होला 180 में यहाँ गर्दैछु त यहीँ हुन्छ कि एउटैमा हुन्छ कि ल केही भन केटा हो आजको राइड एकदम दामी हुने रहेछ लेट्स सी द भिडियो गाइस भोट केमा घन्टीमा भोट केमा भोट केमा रुकमा सो गाइस ओके लेट्स सी आजको भिडियो एकदम दामी हुनेवाला छ मेरो एकदमै इन्जोय हो यो चाहिँ एउटा चाहिँ मेरो ड्रिम थियो कि एकचोटि चाहिँ यो चाहिँ मैले जिन्दगीमा चलाउँछु भने लेट्स सी पुरा हुँदैछ थ्याङ्क यू एउटा फोटो खिच्नु लगाऊ भाइ ल हेर अब केटाहरूको बिजोक पानीले भिजेर ल केही भन कस्तो भयो राइडको एक्सपिरियन्स भन You know who's the guy very enjoying? Ini putang ini. हेर चुरोट तान्दै ठिक छ मौज छ नि मजा भयो नि ल यही थम्बनेल हाल्छु मलाई सोध्नुपर्छ के एक्सपिरियन्स कस्तो भयो एक्सपिरियन्स कस्तो भयो भन त मामा कस्तो भयो मान्छेले उहाँ गएर पनि उसले मैले आफू अगाडि घुमेर आएर गएर मलाई लिन आउँथ्यो आएर भने ल्याउन मेरो एक्सपिरियन्स कस्तो भयो आफूलाई त अनि हामीले सेकेन्ड राउन्डमै भेट्यो अनि हामी अगाडि चेन्ज गरेर अनि बल्ल भयो अनि त्यसमा त आयो पछि नत्र म त फर्किन्छु जस्तो लागिरहेको सो केटाहरू सबै भिजिसक्यो हाउ यु फिल ओके Very nice. Ini putang ini. Very nice. उताको नाम हो ओभर राइडर Ini putang ini. Oh, mama get ko. Bad rider na this one. सबैजना यहाँ छ अब रेडी भएपछि लागेको छ अब केटाहरू यहाँ तिर हान्ने भन्दैछ हेरमै गाइस हेट्टा रिङ्गटै लाग्यो है अघि त्यो चलाएर कस्तो अँधेरो देख्यो अनुहार है केटाहरू हान्दैछ अब यहाँ सकिसक्यो खेलहरू अब हामी चाहिँ अब रुमतिर लाग्छ होला सायद सो गाइस रुमतिर जान्छु आजको भ्लग चाहिँ यहीँ इन गर्छु गले कस्तो भयो ठिक छ उले ल गाइस अब नेक्स्ट भ्लगमा भेटौँ ल